2.5 लाखसम्म पनि थापेको रेकर्ड छ। त्योभन्दा बढी पनि थाप्ने त छ मान्छे। तपाईँले भन्नु फुड सेक्टर रेस्टुरेन्ट प्लस खाइगोमा आउँदा बेटर भन्नुभयो नि त, नर्सिङमा। खाइगो भनेको नर्सिङ हो बाइ द वे। र नर्मली चाहिँ बेसिक स्यालेरी चाहिँ तपाईँको विचारमा ओभर टाइम त्यहाँ हुन्छ हुँदैन, र बेसिक स्यालेरी चाहिँ कति हुन्छ? बेसिक भनेको चाहिँ 17-18 मान हो। जस्तै 1,70,000बाट चाहिँ सुरु हुन्छ। अब खाइगोमा चाहिँ ओभर टाइम हुँदैन, किनकि त्यसमा लिमिट हुन्छ, धेरै पनि पाइँदैन। तर रेस्टुरेन्टको हकमा चाहिँ पाइन्छ। कम्पनीले अब दिन्छ भने गर्न बिजी हुन्छ भनेदेखि त्यसमा चाहिँ जति गर्न पनि सकिन्छ। ओटी चाहिँ नर्मली ओटी भइदियो र आफ्नो बेसिक स्यालेरी गरेर कति जति तपाईँको सर्कलमा तपाईँले या तपाईँको साथीहरूले चाहिँ नर्मली चाहिँ नर्मली अब त्यो पहिले त अब बेसिक स्यालेरी कति छ म भन्नेमा भर पर्ने हो। बेसिक स्यालेरी अब राम्रै छ भनेदेखि ओभर टाइमहरू राम्रो चल्यो भनेदेखि काटेर नर्मली 2 लाख हातमा पाउँछ। र कम पायो भने पनि कममा पनि नर्मल त्यही अब 1,70,000 त पाउँछ नै बेसिक स्यालेरीबाट। अनि हाम्रो मेन भनेको यहाँ सामाजिक बिमा र बिमा काटेर चाहिँ त्यो काटेर आउँदाखेरि चाहिँ नर्मली राम्रो कम्पनी पऱ्यो भनेदेखि 2.5 लाखसम्म पनि थापेको रेकर्ड छ। त्योभन्दा बढी पनि थाप्ने त छ मान्छेहरू। त्यस्तै हो।